दिदी के गर्नु लाग्नु भयो तपाईँ यति धेरै कन्टिनेन्टको पिङ्गो दोसको झोला लिएर? बहिनी अब नेपाल जाने बेला भइसक्यो अनि यसो सामान कोसेली प्याक गर्दै गरेको नि। कोसेली रे अनि यस्तो कन्टिनेन्ट र पिङ्गो दोसको झोला पनि कोसेली हुन्छ र? भइहाल्छ नि नेपालमा तपाईँलाई के थाहा हुन्छ र। यही झोला लगिने यस्तो राम्रो झोला छ यही लगिने कोसेली। ए दिदी पनि कहाँ यस्तो झोला लैजाने भन्नुभएको? बिजेट पोर्चुगलको बिजेट नगर्नु न दिदी तपाईँले। कहाँ बहिनी यो त ब्रान्ड हो ब्रान्ड पिङ्गो दोस ब्रान्ड कन्टिनेन्टे ब्रान्ड नेपालको मान्छेलाई के थाहा हुन्छ त मक्क पर्छ यस्तो राम्रो झोला देखेर त नेपालको जेब्रा झोला भन्दा त यो झोला त कति राम्रो हुन्छ कति राम्रो हुन्छ। वर्षै पछि नेपाल जानुपर्छ अनि कहाँ महँगो कसरी लग्न सक्नु। अब योपल्ट त यही झोला बोक्यो कस्तो राम्रो हुन्छ यसरी साइडमा बोक्यो अनि हिँड्यो ब्रान्ड हो ब्रान्ड यो पिङ्गो दोस र कन्टिनेन्टेको त यो कोसेली योपल्टको नेपालको लागि